नमस्ते, म अञ्जली तामाङ नुवाकोट नेपालदेखिबाट र यस न्यू लाइफ आयुर्वेदमा चाहिँ आएको लगभग आज 7 days मेरो चाहिँ अन्तिम दिन भन्नु पर्यो। यहाँको जुन समस्याहरू जुन पीडाबाट चाहिँ बिरामीहरू गुज्रेर आएका छन्, नवजीवनले चाहिँ एउटा ती बिरामीहरूले चाहिँ नयाँ जीवनै दिने हिसाबले ट्रिटमेन्टहरू चाहिँ गरेको भएर चाहिँ म त्यसलाई एकदमै राम्रो लागेको छ। सुरुमा आउँदाखेरि चाहिँ यो त अति धेरै महँगो भयो भन्ने कुरा हो, तर पनि चाहिँ जे जस्तो भए पनि चाहिँ म पहिल्यैदेखि पनि चाहिँ प्रकृतिलाई नै बढी म्याक्सिमम फलो गर्ने भएर चाहिँ प्रकृति अनुरूप नै यसले चाहिँ म रोगलाई निर्मूल पार्ने भन्ने चाहिँ मेरो विश्वासहरूको कारणले गर्दा यसमा लाग्यो। तर जब फर्स्ट डे बित्यो, सेकेन्ड डे बित्यो, अरे यति धेरै उपचार पद्धति जस्ट इन 1000 रुपिस, त्यो पनि दिनभरि लगभग मलाई लागेको थियो कि थेरापी गर्दाखेरि 1 घन्टा अथवा आधा घन्टाको थेरापीमा कम्तीमा पनि 1000 लिन्छ, किनकि मैले पनि पहिला गराएको थिएँ। र अरू ठाउँमा त भन्ने हो भने आधा 1 घन्टा गरेको म्याक्सिमम चार्ज भनेको 4000 5000 लिन्छ। तर यहाँ दिनभरि म लगभग यहाँ खानासाना खाएर आउँछु, भर्खर अवस्था 3:30 यस्तै भइरहेको छ, लगभग 4 देखि 5 घन्टा म्याक्सिमम जे होस् दिनभरिमा तपाईले 1000 मा दिनभरिको सेवा पाउनुहुन्छ। त्यसमाथि एउटा दुईटा होइन कि लगभग तपाईँले पोइन्ट गरेको, यदि तपाईँले चाहिँ के भन्छ कम्बाइन रूपमा चाहिँ तपाईँले उपचार लिनुहुन्छ नि, ट्रिटमेन्ट लिनुहुन्छ नि, जस्ट इन 1000 यु क्यान गेट अल थिङ्स भन्छ नि, बाई 1 गेट 1 फ्री भनिदिन्छ नि। तर यहाँ बाई 1 गेट धेरै छन् है। त्यही भएर चाहिँ इट इज अ गोल्डन अपर्च्युनिटी भन्छ। अन्तमा के भन्न चाहनुहुन्छ? नाम अनुसारको काम, बस यति भन्न चाहन्छु। ल, धेरै धेरै धन्यवाद।